यतापट्टि बसेछु अयो झन् सास फेर्नु भन्थ्यो सासै फेर्दैन डाँट्नु हेलो एन्ड नमस्ते म चाहिँ आज हामी बाहिरतिर जान लागेको छौँ एउटा लाल गाडीमा सुतिरहेको छ एकजना लाल गाडीको मालिक चाहिँ फेरि हामी दुईजना चाहिँ जान लागेको छौँ अझ कता कता पुगिन्छ होइन चट्टा लाएर गइन्छ के हो क्यामेरा नि यार है तू ही खाना पनि खाएको छैन अब चाहिँ हामी उतै गएर खान्छौँ त्यसपछि पुग्नेछौँ डेस्टिनेसनमा ल हिँडिसक्यौँ अब चाहिँ बुङ्री यहाँ छ सुङ्ग्री यहाँ छ हाम्रो टाउको हामी चाहिँ लाएर जानुपर्ने हुन्छ अब खोल्नुहोस् त मलाई उठ आइज हात पनि दिएर मलाई कहिले दिँदैन भरे खाने ल मासु ल ल यहाँतिर अर्ना पनि भन्छ आइसक्रिम हामी चाहिँ आइसक्रिम खान सुरु गरेको छौँ रिङ्गनै लाग्छ होला यहाँ देख्न सक्नुहुन्छ आज मेरो बर्थडे हो हामीहरू अनि यहाँ फन पार्क काठमाडौँको फन पार्कमा घुम्न आएको छौँ फन पार्कमा फन हान्न आइरहेको छौँ आइसक्रिम खाँदै हामी इन्जोय गरिरहेको छौँ आजको सुरुवात हामीहरू घरबाट उठ्यौँ आयौँ मोमो खायौँ बफ मोमो धराको स्पेसल बफ मोमो अनि अहिले टिकट काटेर बाइक पार्किङ गरेर आइसक्रिम खाँदैछौँ अब हामी पनि देखाउनुहोस् रोटी पिङ खेल्नु जाने बाई यस मर्दैन कुट्यो होइन मलाई त धान्दैन होला पुरै डर लाग्दो है हाम्रो अगाडि चाहिँ सिंहजी हुनुहुन्छ हामीलाई हेर्दै हाँस्दै हुनुहुन्छ र हामी चाहिँ यहाँ उहाँलाई हेरेर हाँस्दैछौँ ओहो म चाहिँ पहिला सानोमा एकचोटि आएको थिएँ र धेरै पछि आएको छु म फन हान्न आएको तर खासै फन चाहिँ भएको थिएन म फर्स्ट टाइम अब बिस्तारै रोटी पिङको 100 रुपियाँ छ होला टिकट हामी पहिला गाउँमा खेलेको त्यति थियो होला नि 100 150 200 त्यति त छैन ल बोकेर लिएर त्यो पनि हाम्रोमा गाडेर चलाउँदा त 100 रुपियाँ चाहिँ सस्तो भइहाल्छ मलाई त लास्ट म त छिटो आउनु हिरोको ड्रेसअप यस्तो छ टोइलेट जाँदैछ अब चाहिँ हामी ड्रागन खेल्न लागिरहेको छौँ ड्रागन फर्स्टमा ड्रागन खेल्ने हो आम्मामा खेल्ने हो बुङ्गी
कतिको मजा लागिरहेको छ यहाँ देखेर नाटेको खेल्ने खेल्ने तिमी एउटा पाइयो बिस्तारै एउटा हान्नु त तन्केर हान्नु छिरो अर्को नै हान्नु अर्को नै खेर ल एउटा हान सबैमा पर्यो भने छानेर बिस्तार ओ ल म छिरो छ उता यहाँ यति राम्रो राम्रो डरहरू चलो तपाईँ बनाउनु न मेरो हात दुख्छ हरर हाउस यहाँ त छिराएको यार डोना हामी कुन खेल्ने उता खेल्ने कि उता खेल्ने खै कुन खेल्नु रोटी किन्छ खेल्नु भूत घर नजाने भूत त नजाने मोटु पत्लु नि थियो होइन मोटु पत्लु मोटु पत्लु के मोटु पत्लु यहाँ नि थियो होइन त यस्तो स्टाइल त्यो त माथि छिर्ने बेला होला नि गेटमा लेजिलोटले कछुवा आउनु न अब यहाँ मलाई हेलो म्याडम यस्तो ल फोटो खिचिदिउँ पहिला उता गाडी मजा आउँछ कि गाडी कुदाउनु एकछिनमा जाउँ भनिरहेको छु त उता जाउँ हामी रोटी पनि खेल्न जाने अब यसको त टिकट काट्ने ठाउँ पनि कहाँ हो जाम जाम रोटी उताबाट त छिटो होला ला घुमाइसक्यो रोक्छ हो रोक्छ मान्छे गएपछि हाल्छ हामी पनि जाने मलाई त रमाइलो लाग्छ एकदमै रोटी भनेपछि म त रोटी पनि मनपर्छ पिङ पनि मनपर्छ है मलाई त्यो साथ त जानु आँटेको छ है ल हामी त खेल्ने हो डरा हर बुङ्री ए त्यस्ता जा अब के डराउनु यो जा ल अब चाहिँ हाम्रो पालो आउँदैछ बसौँ बसौँ बाबु म त नाइमा गर्नु डेढो उतातिर हेर्नु यस्तो बवाल भ्यू आइरहेको छ तल झर्दाखेरि चाहिँ हो कि रिङ्ग हुने मलाई चाहिँ एकदमै हाँस लागिरहेको छ यो समय है यो जता समय नि समय यहाँ मेरो ब्याग बोकिदिनुहुन्छ खैले तिमी भएर ओहो छिटो घुमाउनु पऱ्यो लानु न मान्छेको मन आएको छ फास्ट हामी उ त्यो नि खेल्ने डुङ्गा जस्तो कस्तो मजा आउँछ त्यो चाहिँ यार उ त्यो डुङ्गा त बबाल मजा आउँछ नि यार मोबाइल झार्नु होला है झार्दैन यहाँ झरा केही भन्दैन झऱ्यो भने चुप्लाएर घर फर्किने है 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 ल
अब चाहिँ सुरु भयो सुरु भयो रमाइलो सुरु भयो फन पार्कमा बहुत फन गरिरहेछ बग्लो एउटा चाहिँ यहाँ डराएर बसिरहेको छ के गरौँ भइरहेको छ मन झर्नु मन लागिसक्यो चलाऊ फास्ट नचलाऊ यतिका बिस्तारै चलाऊ मलाई चाहिँ झ्याउ लागिसक्यो यिनीहरूले खोइ घुमाउँदैन यस्तो पाल टाँगेर राख्छन् के हो र यहाँ भिरकोटी मण्डपको पसल हो हुन्छ यो कहाँ हुन्छ हौ यस्तो यस्तो छैन यस्तो त छ नि मुनि माथिबाट सबै पाल्दै टाँगेर त्यही नि यहाँ त छैन नि त नि होइन भिरकोटी मण्डप पस्दाखेरि आएर उयो गरेर यहाँ कराएको सुन्नु हुँदैन हो र अनि हामी अघि त्यहाँ यो छिर्दाखेरि गेट छिरेको अलिक उतापट्टिबाट भिरकोटी मण्डपको दोस्रो बाटो त्यहाँ मलाई त थाहा छैन यो पुरै राउन्ड छ एक राउन्ड त्यहाँभित्र यो हो र होइन ल पर नयाँ टप लगाएर आउँछु त मेरो मुनिदेखि केही त देखेको छैन के देख्ने जिंदगी में एक बार मजा लेना पड़ता है ला 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 फेरि रोकायो सुरु भयो यस घुम्यो आरामले घुमाउनु फेरि रोक्यो मलाई यहाँ झ्याउ लागिसक्यो घुम्यो रोक्यो भन्दा यहाँ त कस्तो शीतल हुँदो रहेछ है तिमीलाई पनि म 90 रुपियाँको शीतल हो नि त यो समाउँछ एकछिनमा साह्रो स्पिड गयो भने यहाँबाट मलाई त त्यो गाडी नै खेल्न मन छ आज फन पार्कको बच्चा हो बच्चा गाडी खेल्नु मन छ त्यहाँ अनि राष्ट्रिय समाचार कोलम्बस खेल्नु मन छ अनि त्यहाँ बन्दुकहरू हान्ने पनि छ त्यहाँ नि खेल्नु मन लाग्छ एकदम मन छ है मलाई आज गुआयो यहीँबाट हक्देऊ फलामा बसेको देख्नु माया ओइ सोल्टी उसलाई पनि हेर्न मन लाग्यो होला नि ओए कति घोडाहरू राम्रो घोडा त वा कहाँबाट ल्यायो यत्रो घोडाहरू झुन्डिरहेको त घोडा त बुङ्री हेर्नु हुन्छ ला आज चाहिँ हामी धेरै पछि बाहिर निस्केको भएर आज यसो दिमाग सिमाग फ्रेस गरौँ न कति घुम्सिएर बस्नु भनेर आएको हो खासमा चाहिँ होइन रोड टिपिङै छिरेको 1 घन्टा भइसक्यो घुमाउँदैन यार भत्काइदिउँ क्या हो पिङसिङ रिसै उठिसक्यो मलाई चुट्टेर झऱ्यो भने बाँच्नु त बाँचिन्छ तर केही न केही चाहिँ हुन्छ आओ रोड टिपिङ खेल्न आओ खै त यार आज यही दिनभरि आओ छिटो आओ
ऊ त्यहाँनिर रहेछ त बुङ्री है ऊ त्यहाँ हेर्नुहोस् घडी जस्तो घुमिरहेको छ घडी जस्तो ऊ त्यहाँ ऊ घडीको सुई जस्तो क्या ओ यार यो त पुरै घुम्छ नि जस्तो लाग्यो क्या ऊ ओए यार त्यो पो खेल्ने क्या हो त्यहाँ खस्दैन नि त ऊ त्यहाँ त अनि सेफ्टी हो नि ओए यता ओ आम्बो ठाडै बनाइदिँदो रहेछ त अझै जोस आयो भने म यहाँ भएको त्यो घोडा नि खेल्छु ऊ त्यहाँ एरोप्लेन नि खेल्छु अनि ऊ त्यहाँ हाँस पनि खेल्छु म सबै खेल्ने हो हाँस पनि खेल्ने हो एरोप्लेन पनि खेल्ने हो ऊ त्यो घोडा पनि चढ्ने हो ऊ त्यहाँ कार पनि कुदाउने हो म त घुमाइएन घुमाइएन दादाजी घुमाइएन जल्दी जल्दी घुमाइएन ल अब चाहिँ सुरु भइसकेको छ अन्तिम निर्णय भइसकेको छ दाजुहरूको अब चाहिँ एकदम फास्टेस्ट अफ द फास्ट ओहो नखिचौँ भने पनि खोइ घुमाउँदैन बाबुहरू के गर्नु रिसै उठिसक्यो घुमाइएन भन्दा पनि घुमाइएन न घुमाइएन भनेको सुन्नु के गर्यो होला मलाई मलाई यहाँ कुर्दा कुर्दा वाक्क भएन वाक्कै लागिसक्यो बिहा घुमाउँदैन ए घुमाउनु न ए घुमाउनु न भैयाजी घुमाइएन भैस घुमाइएन उल्टो घुमाए चाहिँ यार साउन्ड साउन्ड चिच्याउनु पर्छ क्या बाउला चिच्यायो भने मेरो साथ म त तर यस्तो डराउँछ जस्तो लागेको थिएन लास्ट डर लाग्यो खेल्दैन म त बमिट हुनु लाग्यो कहाँ गएर बस्नु जाऊँ न गाडी खेल्न उ त दर्शनमा चाहिँ एक नम्बरको अब लाफिङ खानु आँटेको हामीहरू रोडेबाट झरेर कसरी डरायो झन् सास फेर्नु भन्थ्यो सासै फेर्दैन दाँत टोकेर बस्छ घाँटी सुकेर खरायो कस्तो बङ्ग भएर पिरो पिरो खाम भनेर ओके एक्समा भेटौँ हामीहरू खान्छौँ गाडी खेल्ने रे हो गाडी बच्चा कहाँ गएको कताबाट खेल्ने होला अझै खेल्नु त भयो खेल्यो भने मजा आउँछ ओके यहाँ
ओइ स्पाइडरम्यान यहाँ ल अब यहाँ अघि फोटो खिच्नु नपाएको होइन यहाँ अलिक हाँस्नु न हौ यहाँ यहाँ खिचिसक्यो होइन छैन नि ल मेरो यहाँ पुक्कीवाला यता गर्दै अब कहाँ सक्यो सक्यो घुम्नु